Hello and namaste everyone. Good morning. सबैजनालाई आज यहाँ बिहान आमामामा सेतै देख्यो अनुहार. So right now अहिले चाहिँ म चेरापुन्जी जाँदैछु. मेरो अनुहारै देखेको छैन. अब देख्यो होला. So मम्मीहरु निस्किनु भयो हतार हतार बिहान like 7 होला अहिले. 7 बजिरहेको छ यतिखेर निस्केको. So हिजोकै ठाउँमा के रोटी सोटी किनकि बिहान दोकानहरु खुल्दैन पनि के यता. अनि त्यही भएर यिनीहरु सर्ट खायो चल्दै हो क्या फास्ट फुड टाइपको अनि रोटीहरु बनाउँछ त बिहान अनि त्यही खाइहरि जाने हो. नाक पनि उयो भइरहेछ यार यस्तो निन्द्रा नि मजाले बडी पनि पेन भइरहेछ अब ट्राभल भइरहेछ. सो यहाँदेखि अब फेरि चेरापुन्जी अराउन्ड लाइक 2 आवर्स त्यस्तै लाग्छ भन्दै हुन्छ. मम्मी एकछिन समाते त म रोटी पुरै डल्ला बनाउँछु अनि कस्तो भयो खानेकुरा मिठो हो. जब खाइयो ओरियो अब निस्किने अब हामी दादालाई फोन गर्नुपर्ने छ गाडी उता दादा बाटोमा निस्क्यो छिटो भन्दै हुन्थ्यो अघि. ए हो म मात्र भारी बोकेर हिँड्दै रहेछु. गाडी चाहिँ यसो हिजोकै दाइ हो है. अनि हिजो यहाँ कस्तो भिड थियो बेलुका मैले भिडियोमा देखाउँदा यहाँ आएर अहिले त्यसो खाली चाहिँ बिहानै भएर नि होला. अहिले लाइक 7:30 बजिरहेछ. वेदर चाहिँ क्लिन छ पुरै क्लिन तर भन्न सकिँदैन पानी कतिखेर पर्न सक्छ. अब जाने हो. सो अहिले चाहिँ हामी आधी बाटो आइसक्यौँ. यहाँनिर चाहिँ पेट्रोल पम्पमा रोएको पेट्रोल हाल्नु अनि यहाँनिर दादा चाहिँ हावा हाल्दै हुन्छ गाडीमा उतापट्टि. अनि सो एकछिन यहाँनिरको भ्यू दामी देखिरहेको थियो र मैले एकछिन रोकेको. अब यहाँनिर क्यामेरामा त त्यस्तो देखिँदैन तर दामी देखिरहेछ यो परको पहाड. इन्डियामा चाहिँ पेट्रोलको प्राइस चाहिँ 96.35 पर लिटर अनि यो पावरवालाको चाहिँ 102.71 रहेछ पर लिटर. अनि डिजेल चाहिँ 87.81 रहेछ यहाँनिर इन्डियामा. हाम्रो नेपालभन्दा अलिकति कति भेट हो हाम्रो नेपालमा कति छ 60 समथिङ कति होला भनेपछि पावरवाला किन यहाँ सस्तो कि क्या हो. अझ हामी यहाँ आधी बाटो आइसकेको छौँ. आधी बाटोमा फेरि यहाँनिर के खानेकुराहरू स्न्याक्सहरू लिनुको लागि रोकेको छौँ. अहिले चाहिँ यहाँनिर बाटो आधी बाटोमा चाहिँ फेरि ठ्याक्क तल वाटरफल्स छ भन्दै हुन्थ्यो कि दादाले. भ्यू चाहिँ फेरि खतरा देखिरहेछ है पहाडै पहाड. सो यही नै हो भ्यू चाहिँ तल झर्ना के चाहिँ एकदम तल छ अरे यता कहाँ तल. अनि त्यही भएर हामी नजाने भयौँ. के भयो तँलाई खिच्नु तँलाई खिचे. सो भ्यू हेर यो भ्यू आँखाले देखे जस्तो चाहिँ आउने होइन. यहाँ माथि देख्न सक्नुहुन्छ बन्जी हान्ने ठाउँ. बन्जी होइन रे सो यही ठाउँभित्र जानु अरे के छ यस्तो केभहरू अनि समथिङ वाटरफलहरू पनि होला. सो भित्र जाने अब गुफा सुफा के छ यहाँनिर हिँड्दैछु. खुट्टा सुट्टा चिप्लेलाई है साथी हो बिस्तारै. के हो यो स्पोर्ट नम्बर 2 यो चाहिँ के झर्ना जस्तो छ अरे स्पोर्ट नम्बर 2 मा चाहिँ कहाँनिर छ हेरौँ न. चिप्लेलाई साथी अन द कारमा छौँ हामी अहिले. यो रहेछ पहिलो झर्ना. अहिले चाहिँ फोनबाटै भ्लग गर्दैछु. त्यो डिजाइन निकालेको गर्नु राख्नु उयो भएर. सो यहाँनिर चाहिँ अब कता के चाहिँ हेर्दै हिँड्नुपर्छ नि त. अनि त्यही भएर फोनबाट सजिलो हुन्छ. यस्तै हो खै के हो. सो यहाँनिर रहेछ सानो झर्नाहरू. यो भित्रबाट जानु पर्ने रहेछ.
पुरै भित्र पो रहेछ त कोइला खानीमा छिरे जस्तो छ त हौ कोइला निकाल्नु एक रात यी सुत्नुपर्छ हामी टक्क बेड बिछाएर शीतल हुने भित्र चिसो ढुङ्गा भएर होला यहाँ निस्किने रहेछ यस्तो रहेछ पानी सानी यसो हिँड्ने ठाउँ मात्र छ अहिले चाहिँ यता झर्ना अर्को फेरि अर्को झर्ना सानो सानो झर्ना हुँदै यहाँनिर अर्को अलिकति यो चाहिँ हेर्न लायकको झर्ना नुहाउन पनि पाइन्छ यहाँनिर चाहिँ है 100 रुपियाँको कट्टु किन अनि नुहायो त्यसपछि यस्तो बवाल त होइन हिजोको जस्तो पानी चाहिँ एकदम राम्रो भनौँ कि नराम्रो भनौँ राम्रै छ यतिको सफै हो पानी नुहाउनु पनि दिँदो रहेछ धन्नै बिहानै निन्द्रामै उठेर होला छिटो उठेर होला कस्तो अल्छी लागेको कि निन्द्रा लागेको कि के हो यार कस्तो बोर फिल भइरहेछ हौ भिडियो गर्दा नि के छ मम्मी खबर ठिकै छ कस्तो भइरहेछ यात्रा रमाइलो यात्रा भइरहेछ अनि झरमा फोटो खिचिरहेको छु चिसो चिसो धेरै चिसो छ पेट दुख्ला जस्तो छ यो हो नि त दिने पोस्ट हेर त गडा यतिको दिन चाहियो यतिको दिन चाहिँ चाहियो यतिको दिन चाहियो क्या जिन्दगी यतिको दिन सकिगयो नि कहाँ पाउँछ भन त यस्तो यहाँ हेर ड्याड फोटो खिच्ने ठाउँ भने कहाँ चढिरहेको छन् टाइगर सो माथि चाहिँ यस्तो ब्याम्बो ब्रिज रहेछ लामै रहेछ है तर बनाउनु चाहिँ भवाल तरिकाले बनाएको छ यहाँ हेर त सब ब्याम्बो छ तल यहाँ तलैदेखि ब्याम्बो पुरै डह्रो बनाएको छ यस्तो छ हेर हेर यो बाँस त दुईपट्टि यस्तरी बनाएको छ अनि त्यहाँदेखि कस्तो डह्रो छ नहल्लिने खालके छ कस्तो डह्रो बनाएको छ बनाउनु पनि यहाँनिर पानको पात छ अरे ए अरे पानको पात एकदम पानको पात सो यहाँनिरबाट चाहिँ निस्क्यो खासै त्यस्तो के हो क्या भाउ चाहिँ लागेन हिँडिराख्ने बानी भएर ल त्यस्तो राम्रो पनि छैन के हो क्या सो अब यहाँदेखि चाहिँ अब हामी फेरि अब अर्को ठाउँ जान्छ गलियो मात्रै आएर हिँडाइ सो ममहरू यहाँनिर के लिँदै हुन्छ हौ पाइनएप्पल लिँदै हुन्छ मिठो छ नुनमा हाल्यो कतिबाट मिठो लागेर अर्को बट्टा 2 बट्टा हानिसक्यो उसको कस्तो आयो फेरि मिठो सुटुनी उसेर आएको आम सेतै भएर आउँदैछ यार सो अहिले चाहिँ हामी फेरि अर्को ठाउँ आइसकेको छौँ है अनि आई डोन्ट नो यहाँनिर चाहिँ अब फन पाए जस्तो पिङसिङ सिङसिङ के भएको ठाउँ होला क्या गाडीको टिकट अलिक काटिसकेको कि या फाल्टो त पर्दैन होला टिकट त्यही नै होला सायद वेदर एकदम धुम्म छ है उतापट्टिको के हो त्यो पनि देखेको छैन यस्तो हावा चल्दैछ चिसो हावा सरर आइरहेछ क्यामेरामा देखिँदैन यस्तो हावा चल्यो कस्तो हावा चल्दैछ यहाँ पछाडि उता के थियो हेर्न पनि पाएन सबै झ्याममा हुसे आउँदैछ झ्याममा हुसे जाँदैछ चिसो छ यस्तो पुरै हुसे छ के हेर्नु है अब यहाँ अलिअलि फोटो खिच्ने अनि चलिदिनु पर्ला केही छैन यहाँ त
यहाँ यसो हेरेको नि सबैजनालाई ब्लगमा लिएको नि मैले चारैजनालाई देखि निस्किने खोइ केही देखिएन है। अब यो भ्यू त के हो भने हिजोको भ्यू ओभर खतरा थियो र यो त्यस्तो लागेन पनि, तर यसको चाहिँ धुम्मै भइरहेछ क्या, त्यही भएर केही देखिएको पनि छैन। सो हामी यहाँबाट निस्किने, अब अर्को ठाउँ जाने कता हुन्छ। अहिले चाहिँ हामी ठ्याक्कै यो के भ्यू हेर्ने ठाउँमा आइसकेको छौँ। खोइ के भ्यू भन्दै त ड्याडले यहाँदेखि खोइ भाउजू के भयो बङ्गलादेश कि के देखिन्छ, बङ्गलादेश कि देखिन्छ भन्दै हुन्थ्यो। पापा यहाँदेखि कता हो बङ्गलादेश? यो तपाईँ त्यो परदेखि ए यो पर पहाडदेखि तलदेखि बङ्गलादेश हो? यो जति पनि छ नि यो पहाड पुरै पानी झरिरहेको हुन्थ्यो। यो बङ्गलादेश यो जति पनि नाङ्गो छ नि अहिले सुकिरहेको मौसम। यहाँ पुरै गाउँ छ, यहाँ छ, यहाँ छ, उतापट्टि छ। त्यो पर देखिएछ नि त्यो बङ्गलादेश हो। सो अहिले चाहिँ मौसम त्यति राम्रो नभएर चाहिँ पानी पनि उयो भएको थिएन होला, त्यही भएर अलिअलि कमै छ, नत्र झ्याम्ल्याङ पानी परेर देखिरहेको हुन्थ्यो। सो यहाँनिर देखिरहेको यो जुन एरिया छ नि यो पहाडदेखिको तलको एरिया यो सबै बङ्गलादेश पर्छ, अनि यता चाहिँ इन्डिया। यहाँनिर तल बस्ती पनि रहेछ फेरि ट्याक्क, यहाँनिर तल छ, यहाँनिर पनि छ होइन। यस्तो छ। कस्तो लाग्यो मा ठाउँ? दामी छ नि यस्तो ठाउँ त अब कहिले आउनु र साह्रो दामी छ। मम्मी पुरै डोको के बोकेर आउनु के बोकेर आउनु मा? हामी खुसियालो टोकरी बोक्दा है डस्टबिन हो लु मा उयो टाइरा। सो अहिले चाहिँ हामी अर्कै ठाउँमा आइसकेको छौँ यता। सो यहाँनिर चाहिँ भवाल छ आँखाले देखियोस् त कहाँ देखिन्छ त दामी छ जियोस्। पहिला है यो हेरेकै यो धर्का थाहा हुन्छ नि, अलिअलि सुकिगएको छ। यो चारवटैबाट आउनु पर्ने एउटा यो चाहिँ 12 महिना बस्छ अरे, अरू चाहिँ निप्छ अरे पानी है। हेर 1 मिनट अगाडि पनि यस्तो थिएन, झ्याम्मै गयो। 1 मिनट खुल्दो रहेछ झ्याप्पै जाँदो रहेछ, त्यो पनि अघि पानी पर भएर मात्र खुलेको थियो होला हौ। अघि मैले यहाँ फोटो खिच्ने बेलामा मान्छेहरू थियो, अहिले हेर केही छैन, जस्ट पानीको साउन्ड मात्र सुनिरहेछ जन जन गर्दै। 1 सेकेन्ड अडिएन, बाफ रे बाफ कस्तो वेदर होला। बेसी नै सो अहिले चाहिँ हामी अब योबाट निस्केको है, यहाँनिर भ्यू पनि एकछिन खुल्यो। सो हामीले फोटोसोटो पनि खिचिहाल्यो। सो यही अहिले चाहिँ अगाडिको अघि पनि यो पनि केही खुलेको थिएन, जस्तो दामी देखिरहेछ। लुक्स हेर्दैछ पुरै गाईले मलाई पच्याउँछ जस्तो छ। फेरि यहाँ आधी बाटोमा उत्रेर यहाँको फल्स आइसक्यौँ। यहाँनिर छ फल्स चाहिँ कस्तो जुम भएको यहाँनिर छ। यहाँ हेर यहाँनिर टक्कै यहाँनिर सबै सेतो देखेको जतिमा सबै पहिला पानी आउँथ्यो, मैले सुकेर यस्तै हो। यो बालुवा हेर त कस्तो सेतो बालुवा, सेतो पहेँलो छ हौ, कस्तो छ बालुवै छ त छाम्दा त नुन जतिकै छ है। यहाँनिरको गाडीहरूको विलहरू पनि कत्रो हुन्छ, यत्रो यत्रो हालिरहेको हुन्छ सानो सानो गाडीमा नि। सबै गाडी यस्तै हुन्छ।
सो यही हो भ्यू चाहिँ लाइटमा मजाले देखिरहेछ खानाको वेटिङ गरिदिन्छ सबैजना खानाको लागि गलेर दिउँसोभरि प्याक भइरहेछ गलेर ट्याँ भइरहेको त्यही भएर एकछिन खाना खाएपछि भेटौँला सो अहिले चाहिँ खाना खाएर निस्क्यौँ है अहिले चाहिँ बजारतिर डुल्दैछौँ मम्मी हल्दीराम भुजिया खोज्दै हुनुहुन्छ छमा बिकाजी मम्मीले भेट्नु भएको अनि करेन्ट चाहिँ कहाँको हो नेपालको हो कि कहाँको हो यो करेन्ट नेपालबाटै त आउँदो रहेछ नि निमा यहाँ हेर्नु नेपालबाटै आउँदो रहेछ मैले भनेको नि रूपन्देही नेपालबाटै आउँदो रहेछ